सुदूरपश्चिम रोयल्स यसपालि झन शक्तिशाली दिपेन्द्रको कप्तानीमा स्टार विदेशी खेलाडी सहित उपाधि जित्ने लक्ष्यमा सुदूरपश्चिम रोयल्स देखिन्छ। नेपाल प्रिमियर लिग एनपिएलको यसपालिको संस्करणमा सुदूरपश्चिम रोयल्स फेरि एकपटक बलियो टोलीका रूपमा मैदानमा उत्रने तयारीमा छ। टोलीले आफ्नो मुख्य नेपाली कोरलाई निरन्तरता दिँदै अक्सनबाट पनि युवा र उपयोगी खेलाडीहरू भित्र्याएको छ। यसअघि पुष्टि भएका 7 रिटेन खेलाडी र अक्सनबाट भित्रिएका 6 खेलाडी गरी 13 नेपाली खेलाडीको मुख्य सूची बनेको छ। सुदूरपश्चिम रोयल्सका मुख्य नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरी टोलीका सबैभन्दा ठूला हतियार हुन्। कप्तान तथा विश्वस्तरीय अलराउन्डर दिपेन्द्रले ब्याट र बल दुवैबाट खेलको दिशा परिवर्तन गर्न सक्छन्। विनोद भण्डारी टोलीको अनुभवी विकेट किपर तथा ब्याट्सम्यानका रूपमा रहेका छन्। त्यसै गरी आरिफ शेख र ईशान पाण्डे ब्याटिङलाई मजबुत बनाउने प्रमुख खेलाडी हुन्। बोलिङमा अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरा जस्ता खेलाडीले सुदूरपश्चिमलाई राम्रो विकल्प दिएका छन्। अक्सनबाट टोलीले दीपक बोहरा, अनिल खरेल, मिलन बोहरा, अयुब चन्द, सचिन भट्ट र टेक रावतलाई पनि टोलीमा समेटेको छ। यसरी अनुभवी र युवा खेलाडीको सम्मिश्रणले सुदूरपश्चिम रोयल्सको टिम निकै मजबुत देखिन्छ। विदेशी खेलाडीले झन बलियो बनाउँदै यसपालि सुदूरपश्चिम रोयल्समा इङ्ल्यान्डका चर्चित अलराउन्डर सैफ अली जायब र न्युजिल्यान्डका स्कट कुग्लेनी जस्ता विदेशी खेलाडी पनि जोडिएका छन्। उनीहरूको अनुभवले टोलीको ब्याटिङ र बोलिङ दुवै विभागलाई थप गहिराई दिने अपेक्षा गरिएको छ। सम्भावित मुख्य शक्ति दिपेन्द्र सिंह ऐरीको अलराउन्डर क्षमता, आरिफ शेखको ब्याटिङ अनुभव, विनोद भण्डारीको अनुभव, अविनाश बोहराको बोलिङ तथा विदेशी खेलाडीहरूको उपस्थितिले सुदूरपश्चिम रोयल्सलाई यसपालिको उपाधिको बलियो दावेदार बनाएको छ। समग्रमा हेर्दा सुदूरपश्चिम रोयल्ससँग यसपालि अनुभवी खेलाडी, युवा प्रतिभा र विदेशी स्टारको राम्रो संयोजन रहेको छ। यदि टोलीले सही प्लेइङ 11 र उत्कृष्ट संयोजन बनाउन सक्यो भने एनपिएल उपाधि सुदूरपश्चिम पुग्ने सम्भावना निकै बलियो देखिन्छ। दर्शकबिन यसपालि दिपेन्द्रको नेतृत्व, नेपाली स्टारको दम र विदेशी खेलाडीको अनुभव यसपालि सुदूरपश्चिम रोयल्स उपाधिका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ। दर्शकबिन तपाईँलाई के लाग्छ? यसपालि एनपिएलको उपाधि कुन टिमले जित्ला? कृपया आफ्नो प्रतिक्रिया कमेन्टमा दिन नभुल्नुहोला। दर्शकबिन अहिले यति नै। धन्यवाद। नमस्कार।